मान्छे चाहिँ हिजो यहाँ थियो भनेर हेर्दैन, अहिले के काम गरेको छ, योग्यता चाहिँदैन, योग्यता चाहिँदैन। म दावा गर्छु भूमि सम्बन्धी पिएचडी गरेको ल्याउनुहोस् मसँग, म चाहिँ एसएलसी पास गरेँ। तपाईँले यति भनेपछि हजुर यो कुर्सीमा बसेर तपाईँको च्यालेन्ज स्वीकार गरिन भने यो कुर्सीमा बस्न म लायक हुन्न र मेरो ल्याकत पनि रहँदैन। म तपाईँलाई भूमि सम्बन्धी अध्ययन गरेको मान्छे ल्याइदिन्छु र तपाईँको भूमि आयोगको अध्यक्ष र सदस्यहरू राख्नुहोस्। ठिक छ। उहाँहरू मध्ये ज्ञानका हिसाबले र यो समस्या समाधानको हिसाबले जो अगाडि छ उसलाई तपाईँ भूमि आयोगको अध्यक्ष बनाउनु तयार? बनाउनु किन तयार? यो प्रतिस्पर्धा स्वीकार च्यालेन्ज स्वीकार तपाईँ तयार? मन्त्रीज्यू विधिभित्र आउनु तयार? हामीले भनेको के हो? तपाईँको पार्टीको सदस्यता, त्यो सदस्यता लिएको तपाईँको लुम्बिनी प्रदेशमा अध्यक्छ हारे पछाडि भूमि आयोगको अध्यक्ष। ए बाबु कुनै बेला कुनमा तपाईँ हिजो पार्टीको राजनीति गर्छु भन्ने मान्छे पार्टीको राजनीति जागिर खान किन आउने? तपाईँ हिजो विद्यार्थी हुनुहुन्थ्यो, अहिले पत्रकार बन्नुभएको छ, अनि तपाईँलाई अहिले किन आएको भन्ने समय होइन नि। आइतबार पार्टीको चाहिँ चुनाव लड्ने, सोमबार गएर भूमि आयोगको चाहिँ त्यस्तो होइन। काम गर्ने सन्दर्भमा त्यो जिम्मेवारी भनेको मान्छेले जुनसुकै ठाउँबाट यो खोलो चाहिँ तपाईँ चाहिँ कुरो र कुलो जतानी जान्छ, पानी जाँदैन क्या, पानी लैजानुहोस् न।